यो भ्याकेन्सीमा चाहिँ नि 1 लाखको स्यालेरी चाहिँ नि तोकेको चैतन्य पाठशालाको म फेरि दोहोऱ्याइकन के भन्न चाहन्छु भन्दाखेरि यो सही हो। अब यो भ्याकेन्सीबाट हाम्रो चाहिँ नि रिटन एक्जामिनेसन हुन्छ। अहिले शिक्षामा वास्तवमा खडेरी परेको छ। अहिलेका बालबालिकाहरू दुई कुराहरूमा बढी आकृष्ट छन्। या त 12 पास गरिकन विदेश जाने, जुन एउटा टिचरलाई 1 लाख रुपियाँ दिने, उसबाट बेस्ट सेवा चाहिँ लिने, शैक्षिक सेवा लिने भनेर भनिएको छ। यसको चाहिँ नि व्यापक असर अन्य संस्थाबाट पनि परेको छ। हामीहरूले नेपालमा शिक्षालाई अविभाजित गर्नुपर्दछ। शिक्षाभित्र राजनीति ल्याउनु हुँदैन, नत्र चाहिँ त्यसको स्ट्यान्डर्ड चाहिँ खस्किँदै जान्छ। शिक्षकहरू राख्दाखेरि अब 100% नै रिजल्ट चाहिँ ल्याउनु पर्छ भन्ने हाम्रो धारणा छ। कुनै मान्छेले केही पनि जागिरी रोजगारी पाउँदैन भने उसले शिक्षक बन्छ भन्ने चाहिँ सामान्य धारणा रहेको छ। तर कसैले पनि तपाईले सोध्नुभयो भने बाबु तिमी के भन्न चाहन्छौ, कसैले पनि भन्दैन म शिक्षक बन्न चाहन्छु। सबैजना नमस्कार, राम राम। अपन के हेटीबाटी शान्ति सद्भाव वो पहचान के लखठारू टेलीविजन वो मैं हिटू मनमती बखरिया। आज हमारा धनगढ़ी उपमहानगरपालिका वार्ड नंबर 8 के चैतन्य पाठशाला में आयल बाटी। यहाँ हमारे ई विद्यालय के प्रिंसिपल प्रेम निधि ओझा सरबाट वहाँ से हमारा थोड़ बहुत बातचीत करक लायल बाटी। अब के स्थिति में चैतन्य पाठशाला 1 लाख के टीचर धारकला वैकेंसी खोल्ला बा। बैठना खाना सुविधा से लेकर हरेक सबको सुविधा देकर एक टीचर की सैलरी 1 लाख देना समझौता करके चैतन्य पाठशाला अब एकदम अपन वैकेंसी खोल कर टीचर ढलना तैयारी में बा। तो ये 1 लाख के टीचर कैसे टीचर हो? वास्तव में धनगढ़ी स्थान में 1 लाख के टीचर कना कैसे टीचर हुई वो 18 देना क्षमता ई विद्यालय के बाकी नहीं हो कना विषय वस्तु में आधारित होकर बातचीत करकला हाम्रो ई विद्यालय में आयल बाटी। अब मैं वहाँ हमार प्रिंसिपल सर से बातचीत कर जाइटू। सर नमस्कार, राम राम। नमस्ते चैतन्य, नमस्कार। हजुर कैसन बाटी? ठीक छ हजुर। चैतन्य पाठशाला की विशेषता का थोड़ा बहुत बता दिना। चैतन्य पाठशाला की भिजन मिशन। हजुर, चैतन्य पाठशाला एउटा यस्तो अब शैक्षिक संस्था हो जसले नेपाल सरकारले निर्माण गरेको पाठ्यक्रमको मात्र अभ्यास गर्दैन, तर बालबालिकाहरूलाई विभिन्न कार्यक्रममा हैन भ्याल्यु एडेड कार्यक्रमहरुमा शरीक गराएर उनीहरुको चाहिँ चौतर्फी विकासमा अब योगदान पुर्याउने चैतन्य पाठशालाको मुख्य उद्देश्य रहेको छ। र चैतन्य पाठशालाको मुख्य स्लोगन भनेको मात्र शिक्षा होइन, तर चाहिँ के हो भने सिप समेतको शिक्षा अनि हाम्रो चाहिँ आचरण, नैतिकता र संस्कार समेतको शिक्षा त्यो भएको हुनाले बालबालिकाहरूलाई विभिन्न कार्यक्रमहरुमा शरीक गराएर उनीहरुको जीवन उपयोगी काम लाग्ने शिक्षा घोकन्ते मात्र होइन, उनीहरु चाहिँ घर गएर दुना टपरी बनाउन पनि सकुन्, कपाल काट्न पनि सकुन् हैन, विभिन्न चाहिँ जीवनमा चाहिने अभ्यासहरु गर्न सकुन् भन्ने उद्देश्यले चैतन्य पाठशालाले यो शिक्षा सञ्चालन गर्दैछ। यो अन्य विद्यालय भन्दा यो मानेमा फरक छ कि यसमा शिक्षा, संस्कार र सिपहरु चाहिँ मिसिएर आएको छ। हजुर, अब के अवस्थामा चैतन्य पाठशाला मिडियामा सामाजिक सञ्जालमा एकदम भाइरल हुइल बा कहपरल 1 लाख के टीचर के सैलरी टोक जौन वैकेंसी खोल बा वह विषय वस्तु में एकदम चैतन्य भाइरल हुई बा खबर। तो खाना बैठना से लेकर अन्य सुविधा वो 1 लाख सैलरी वास्तविक बात हो कि खाली जनटन झुकेना का हो? यहाँले सोधेको प्रश्न चाहिँ सारै एकदमै चाहिँ गहन छ, सराहनीय पनि छ। म प्रशंसा गर्न चाहन्छु। यो यथार्थ कुरा हो। तपाईको यो थारू टेलिभिजनबाट म बोल्दै छु हैन। अब एउटा कुरो चाहिँ के छ भन्दाखेरि शिक्षामा वास्तवमा खडेरी परेको छ। अहिलेका बालबालिकाहरू दुई कुराहरूमा बढी आकृष्ट छन्। या त 12 पास गरिकन विदेश जाने, या त चाहिँ के गर्ने भन्दाखेरि तपाईको चाहिँ
अन्य प्राविधिक विषयहरू छनौट गर्ने होइन। तर कसैले पनि तपाईँले सोध्नुभयो भने बाबु तिमी के बन्न चाहन्छौ, कसैले पनि भन्दैन म शिक्षक बन्न चाहन्छु। यो कारणले गर्दाखेरि शिक्षामा चाहिने के छ भने अहिले शून्यता छाएको छ। र अर्को पनि एउटा चाहिने समाजको एउटा दृष्टिकोण के छ भने जस्तै कि कुनै मान्छेले केही पनि जागिरी रोजगारी पाउँदैन भने उसले शिक्षक बन्छ भन्ने चाहिने सामान्य धारणा रहेको छ। त्यो धारणालाई चैतन्यले चिर्दै एकदमै उच्च शिक्षा हासिल गरेको, दक्षता हासिल गरेको, अनुभव प्राप्त शिक्षकको चाहिने खोजी भएकोले खास गरी हामीहरूले मास्टर्स इन फिजिक्स होइन, म्याथमेटिक्स यो खोजी गरिरहेछौँ। किन भन्दाखेरि हाम्रो विद्यालयले प्री स्कुलदेखि लिएर कक्षा 11 साइन्स, त्यसपछि चाहिँ म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट सञ्चालन गरेको छ। यसैले गर्दाखेरि यसका लागि उच्च एकदमै क्षमता भएको यो शिक्षकको चैतन्य पाठशालाले खोजी गरेको हो। अब यथार्थमा चाहिँ भाइरल भयो भन्नुभयो, तपाईँले सही कुरा भन्नुभयो। किनभने अहिले खास गरी चाहिँ निजी विद्यालयहरूमा एउटा शिक्षकलाई चाहिँ त्यति सुविधा चाहिँ कसैले पनि दिँदैन। तर चैतन्य पाठशालाको एउटा चाहिँ उद्देश्य के रहेको छ भने शिक्षक बन्ने व्यक्तिलाई उच्च सम्मानका साथ होइन, उनले आफ्नो जीवनलाई धान्ने गरी तलबमानहरू चाहिने दिने, सरकारले दिए भन्दा पनि बढी भत्ता गरेर दिने, ताकि चाहिने त्यो शिक्षकले आफ्नो शैक्षिक गुणहरूको विकास गर्न सकोस्, व्यक्तिगत गुणहरूको विकास गर्न सकोस्, समाजलाई एउटा चाहिने गति दिएर होइन हाम्रा बालबालिकाहरूलाई अन्धकारदेखि उज्यालोतिर लगोस् होइन। किनभने शिक्षा त एउटा यस्तो माध्यम हो, तेस्रो नेत्र हो यो संसारमा। शिक्षाले मान्छेका दुःख, त्यसपछि चाहिने बेरोजगारी, त्यसपछि चाहिँ जिन्दगीका ठुला ठुला समस्याहरू सबैलाई हल गर्दछ। त्यसैले सबैको चाहिने माध्यम के हो? शिक्षा हो। शिक्षा सबै धनहरू भन्दा पनि श्रेष्ठ धन हो भनेर हाम्रो दर्शन शास्त्रहरूले पनि भनेको छ। शिक्षा धनम सर्वधनम प्रधानम भनेर भनिएको छ। त्यसैले अहिले सबै बालबालिकाहरूले शिक्षा लिनु पर्दछ। शिक्षाका साथ संस्कार पनि लिनु पर्दछ, संस्कारका साथ सिप पनि लिनु पर्दछ। आफ्नो जीवन त धान्नु पर्यो। मेरो धारा आज बिग्रियो होइन, मैले चाहिने 10 फोन गर्दाखेरि पनि प्राविधिक एक धाराका लागि आउँदैन, किनभने उसले ठुलो ठुलो काम लिएको हुन्छ। तर मैले विद्यालय स्तरदेखि यो सिपको कुराहरू सिकेँ भने भइपरि आउने चाहिने विभिन्न समस्याहरू म घरमै समाधान गर्न सक्छु। कसैको चाहिने चाकरी गर्नु परेन। यो चाहिने चैतन्य पाठशालाको एउटा लक्ष्य, उद्देश्य, भिजन रहेको छ। हजुर, एकर मतलब एक ठो शिक्षक के फे मान सम्मान होए, शिक्षक के मूल्यांकन होए कना हिसाब से अब सरकार फे हेपलवा कह पर ना, और समुदाय में शिक्षक के भ्यालु नहीं रहल कारण से एक ठो शिक्षक ऐसिन हुई पर तो अत्र क्वालिटी, अत्र क्षमतावान वकर सैलरी अत्र होना चाहिए कि एक ठो अपन के हौसला बढ़ाइकला फेन 1 लाख सैलरी टोकली हो। एकदम त ई 1 लाख के टीचर से चैतन्य पाठशाला का आश करलवा थोरबोट बतादिन। तपाईले चाहिँ राम्रो प्रश्न गर्नुभयो। चैतन्य पाठशालाले कक्षा 11 सम्म विज्ञान संकाय चाहिँ सञ्चालन गरेको छ। त्यस अलावा चाहिँ तलको चाहिँ हामीले बेस बनाउनु छ, जस्तै 7, 8, 9, 10, 11, 12 यो सम्पूर्ण तहलाई चाहिँ साइन्स र म्याथको चाहिँ आवश्यकता रहन्छ। साइन्स म्याथ भनेको एउटा प्राविधिक यस्तो विषय हो जसमा चाहिँ राष्ट्रिय लेभलसम्म पनि एउटा राम्रो जनशक्तिको आवश्यकता परेको हुन्छ, किनभने त्यो जटिल हो प्राविधिक विषयवस्तुहरू हैन। त्यसैले राम्रो क्वालिफाइड टिचर भयो भने हाम्रो तलदेखि नै जग बसालेर माथिसम्म त्यो विद्यार्थी चाहिँ राम्रो उत्पादन हुन्छ हैन। त्यसले विद्यालयको नाम पनि रोशन गर्छ, आफ्नो आमाबाबुको नाम पनि रोशन गर्छ, अनि आमाबाबुले लगानी गरेको पनि सार्थक हुन्छ र राष्ट्रका लागि त्यो चाहिने उत्पादन जनशक्ति चाहिने काममा लाग्छ भन्ने कुराका लागि हामीले क्वालिटी चाहिने खोजेको शिक्षकहरुमा हैन। जस्तो यी 1 लाख के टीचर के क्वालिटी कैसिन रहना चाहिए, अब 1 लाख के टीचर आशा कल्पा छ
चैतन्य के रिजल्ट 100% आइ त बहुत राम्रो कुरा गर्नुभयो। अब एउटा कुरो के हुन्छ भने हामीहरूले शिक्षकहरू राख्दाखेरि अब 100% नै रिजल्ट चाहिँ ल्याउनु पर्छ भन्ने हाम्रो धारणा छ। हामीले आफ्नो रिभ्यू बैठकमा पनि त्यो कुरा आफ्नो चाहिँ स्टाफलाई राखेका छौँ। सबैले आफूले पढाउने विषयको जिम्मेवारी लिनुपर्छ र सबैको विषयमा चाहिँ ए आउनुपर्छ भन्ने चाहिँ हाम्रो धारणा हो। अब जस्तै तपाईँ डाक्टर कहाँ जानुभयो, तपाईँलाई के रोग लाग्यो होइन, डाक्टरले के गर्छ भने अब तपाईँलाई के चाहिएको हो, एक्सरे गर्नु आवश्यकता पर्यो भने एक्सरे गर्छ, ब्लड टेस्ट गर्नु पर्यो भने ब्लड टेस्ट गर्छ। त्यस्तै गरी एउटा योग्य टिचरले जब विद्यार्थीहरू चाहिँ उसको अन्डरमा आउँछन् उसले चाहिँ एकाडेमिक टेस्टिङ गर्छ होइन, त्यो बच्चालाई ज्ञान कतिसम्म छ अथवा उसको पूर्व ज्ञान कति छ होइन, तल्लो कक्षामा के पढेर आएको छ र टिचरको हातमा आउँदाखेरि उसले के दिइकन उसलाई चाहिँ कन्सेप्ट एउटा चाहिँ होइन बुझिकन अगाडि बढ्छ भन्ने कुराहरू। त्यसैले जस्तै डक्टरले चाहिँ पेसेन्सको राम्रो चाहिँ हेरविचार गरिकन औषधि दिन्छ, त्यस्तै गरी एउटा शिक्षकले पनि बच्चाबाट सिकेर उसलाई कति खालको चाहिँ ज्ञान छ होइन, अघिल्लो कक्षाको कति ज्ञान छ, त्यसपछि आउने कक्षाको कतिको ज्ञान छ, अहिलेको चाहिँ अहिले पढिरहेको कक्षाको कति ज्ञान छ, त्यो सम्पूर्ण हेरिकन उसलाई चाहिँ राम्ररी कन्सेप्ट दिइकन होइन बुझाइकन अगाडि बढ्छ। यस्तो टिचरको चाहिँ अब यो चैतन्य पाठशालाले यो आशा गरेको हो। हजुर, जस्तो अपन के अट्रा महँगा भ्याकेन्सी का परना खोल्ली त कहाँ से मने यी निवेदन डाराइलबाट विदेशी फे ही कि नेपाली मने एकदम यहाँले भनेको कुराहरू एकदम राम्रो प्रश्न गर्नुभयो। अब यो भ्याकेन्सी भाइरल भयो भन्नुभयो हैन, भाइरल भइसकेपछि चाहिँ के आयो भने पोखराबाट पनि एप्लिकेसन चाहिँ आएको छ, काठमाडौँबाट धेरै जनाको आएको छ, त्यसपछि बुटवलतिरबाट आएको छ, जनकपुरतिरबाट पनि आएको छ र इन्डियन कन्टिनेन्टबाट पनि आएको छ। र एउटा के अरे एप्लिकेसनमा जर्मनी पढेको पनि हाम्रो नेपाली त्यो चाहिँ नै आएको छ। हेर्नुस् आज लास्ट म्याथ हो न, आज लास्ट त कत्रसम्म पर्गिल निवेदन कत्रसम्म पर्गिल अब यसो छ उसरी त भ्याकेन्सीहरू त असंख्य आएको छ हैन, तर कुरो कहाँनिर हुन्छ भने अब भोलि रिटन एक्जामिनेसन छ, रिटन एक्जाममा उहाँहरू चाहिँ कतिको आउन सक्नुहुन्छ हैन, त्यसमाथि चाहिँ भर पर्ने कुरा हो। अब अनलाइन हामीले चाहिँ दिएको हुनाले अनलाइन मार्फत चाहिँ असंख्य नै आएको छ। जस्तो अपन के का यहाँ त हजारौं विद्यालय बा, प्राइभेट विद्यालय सरकारी विद्यालय के त बाटो छोडिएको पर प्राइभेट विद्यालय हजारौं बा, त मजा टीचर अपन के अट्रा ढेर सैलरी टोक स्याकल पास और विद्यालय है मजा टीचर पैना अप्ठ्यारो नहीं वही और विद्यालय है अप्ठ्यारो हुई कि नहीं हुई सैलरी से मोर कहे के मतलब ये हो थोर बहुत बता दिना हैन। तपाईले चाहिँ राखेको प्रश्न चाहिँ मलाई बहुत रोचक लाग्यो है। अब कुरो के छ भने यो चैतन्यले जुन चाहिँ एउटा विज्ञापन गरेको छ, जुन एउटा टिचरलाई 1 लाख रुपैयाँ दिने, उसबाट बेस्ट सेवा चाहिँ लिने, शैक्षिक सेवा लिने भनेर भनिएको छ, यसको चाहिँ व्यापक असर अन्य संस्थाबाट पनि परेको छ, अन्य संस्थामा परेको छ। मलाई लाग्छ यो नेगेटिभ इम्प्याक्ट त पर्दैन होला, तर जब चैतन्य पाठशालाले यस्ता शिक्षकहरूलाई चाहिँ आदरपूर्वक हैन आह्वान गर्छ, आउनुहोस् तपाईहरुलाई राम्रो सुविधा छ भनेर भन्छ भने यो नगरभरिका अथवा जिल्लाभरिका विद्यालयहरूले अब चाहिँ टिचरलाई चाहिँ सम्मान गर्नुपर्छ है, अब बढी भन्दा बढी सुविधा दिनुपर्छ भन्ने कुराको चाहिँ असर पर्न सक्छ भन्ने मेरो चाहिँ एउटा चाहिँ कल्पना हो भनौं हैन। यसले शिक्षकहरूको चारैतिर चाहिँ सम्मान गरेको छ हैन। अन्य विद्यालयहरूले पनि चैतन्य पाठशालाको यो अभ्यासबाट सिक्नेछन् भन्ने चाहिँ मैले आशा लिएँ। पाठ सिक्नुपर्छ चैतन्य पाठशाला। जस्तै यी 1 लाख के सैलरी के भ्याकेन्सी सुनकर सब जना फुलुली के विषय फेबाका परल त अपनन के ऊ टीचर सिलेक्ट होगा आ सकल पाछा ऊ टीचर पढ़ाई लिखाई हर चीज करी
रिजल्ट निकर स्याकल बा छ अपन के चाहल हस रिजल्ट नहीं एडीडी उ टीचर तो ये टीचर है अपन के का करबी निकर भी की सैलरी कम करबी सेवा सुविधा बहुत सुन्दर कुरा गर्नुभयो। अब कुराहरु के हुन्छ भने सबभन्दा पहिला तपाईको कुनै पनि विद्यालयको आधार स्तम्भ भनेको मेन खम्बा जस्तै तपाईको चाहिने परिवारको एउटा चाहिने मूली मान्छे हुन्छ हैन हाम्रा बुवा हुन्छन् श्रीमान हुन्छ उहाँहरुले चाहिने सबै घर व्यवहारको चाहिने सञ्चालन गर्नुहुन्छ नि त त्यस्तै यहाँ व्यवस्थापन समिति पनि छ हैन प्रिन्सिपल देखि तल लिएर चाहिने कोअर्डिनेटरहरु सबै शिक्षकहरु क्लास टिचरहरु हुनुहुन्छ हैन अब जुन शिक्षकबाट हामीहरुले चाहिने एकदमै बढी आशा गरेका छौं र योगदानको आधारमा उहाँलाई चाहिँ स्यालेरी पनि दिने भन्ने घोषणा गरेका छौं उहाँले हाम्रो अपेक्षा अनुसार चाहिँ काम गर्नु भएन भने हामीले मूल्याङ्कन गर्छौं उहाँको हैन त्यसको मूल्याङ्कनकर्ता त अभिभावक पनि हुन् त्यसको मूल्याङ्कनकर्ता त विद्यार्थी पनि हो त्यसैले स्टुडेन्टको ओपिनियन के छ त सिकाइ उपलब्धि कति भयो कक्षा कोठामा उसले चाहिने हाम्रो बच्चा बाहिर एउटा अन्य स्रोतको हातमा जब जान्छ बोर्ड एक्जामहरुमा 8 क्लासमा 10 क्लासमा अब अरु कक्षाहरु त हामी आफै उत्तर पुस्तिका परीक्षण गर्छौं हैन मूल्याङ्कन गर्छौं तर कहाँनिर बढी चाहिने मूल्य हुन्छ भने जब हाम्रो बच्चा हामीले पढाएको बच्चा हामीले उत्पादन गरेको बच्चा अन्य बाहिरको हातमा जाँदाखेरि के गर्छ भन्ने कुराहरु त्यहाँ आइसकेपछि सिकाइ उपलब्धि आएपछि अनि तुरन्त थाहा भइहाल्छ कि त्यो शिक्षकले चाहिँ आफ्नो विषयमा कतिको परिवर्तन गर्यो कति विद्यार्थीहरुलाई सन्तुष्ट पार्न सक्यो त्यो शिक्षकदेखि कति चाहिने हाम्रा अभिभावकहरु सन्तुष्ट भए यसरी चाहिँ निरन्तर मूल्याङ्कन गर्दै जाने र विद्यार्थी सन्तुष्ट छन् कि छैनन् त्यसलाई सर्वोपरि हेर्ने हैन अनि आवश्यकता पर्यो भने विद्यार्थीले बुझेनन् विद्यार्थीले नै जानेनन् उनीहरुको सिकाइ उपलब्धि चाहिँ उच्च भएन भने हामी चेन्ज पनि गर्न सक्छौं अब यो त अब एकदमै एकर मतलब सरल कुरा हो चैतन्य के कहल अनुसार आशा अनुसार उ क्वालिटी देख नहीं से की कर से वही है चेंज फे कर से भी चैतन्यले तपाईले चाहिने व्यक्तिगत को कामहरु गराउँदैन हैन हजुर अब तपाईहरु यो गर्नुस् उता गर्नुस् व्यक्तिगत कामहरु गराउँदैन तर चैतन्य एउटा संस्था भए हुनाले उले संस्थागत चाहिँ शिक्षालाई कसरी अब स्तरोन्नति गर्ने त्यतातिर जिम्मेवारी दिन्छ अब यति पढेको मान्छेले यति पढेको चाहिने मान्छेलाई विद्यालयले जब यस्तो स्यालेरी दिन्छ भने अब उसले पढाएका विद्यार्थीहरुको चाहिने शैक्षिक उपलब्धि भएन भने त विद्यालयले किन लगानी गर्छ त उसमाथि हैन हजुर त्यसैले मतलब प्रमोसन या डिमोसन उ टिचरमा भर परिकह परल अब यो एउटा कुरो के छ भने कुन कक्षाको लागि त्यो शिक्षक उपयुक्त हो हजुर जस्तै अहिले भ्याकेन्सी त हामीले सेकेन्डरी लेभलको चाहिने राखेका छौं हैन यो भने त चाहिँ के हो भने तपाईको करिब 8 देखि 12 कक्षासम्मको हो हैन पठन पाठन गर्नुपर्ने अब त्यो तहका चाहिँ विद्यार्थीहरुलाई कसरी सन्तुष्ट गर्न सक्छ आउने टिचरले र भविष्यमा उनीहरुको चाहिँ रिजल्ट कस्तो हुन्छ सिकाइ उपलब्धि कस्तो हुन्छ त्यसमाथि चाहिँ त्यो आउने शिक्षकको क्वालिटी परीक्षण हुन्छ हामी निरन्तर इभ्यालुएसन गर्छौं मूल्याङ्कन गर्छौं विद्यार्थी समूहमा पनि जान्छौं अभिभावक समूह कतिको चाहिँ प्रभावित छन् यो कुराहरु चाहिँ जान्छौं यो सोझो कुरा हो यसमा कुनै पनि केही दायाँ बायाँ कुराहरु छैन हामी प्योर शैक्षिक कुरा गर्ने हो विद्यालय भित्र चाहिँ राजनीति अथवा त्यस्तो कुराहरु केही पनि होइन किनभने हामीले संस्कारका कुरा गर्ने हो शिक्षाका कुरा गर्ने हो सिपका कुरा गर्ने हो त अब दोस्रो बार में का कहटुकल से जस्तो पोर साल में इनुटा यहाँ खास भवन हो नहीं रहा चैतन्य बहुत पाछा के विद्यालय हो अब एकदम स्पीड में आगा जाइटा कह परल त एकठो मजा विद्यालय चलाइकला का कर परट चैतन्य की तरफ से बता दिना हमारा दर्शकहरुको ओके अब यहाँले चाहिँ नि धेरै अलि सराहनीय प्रश्न गर्नुभयो अब कुरो के छ भने चैतन्य पाठशाला को चाहिँ नामाकरण भएको छोटो इतिहास 3 वर्ष मात्र भएको छ र 3 वर्षमा
विद्यार्थी सङ्ख्या चाहिँ नि अत्यधिक यहाँ भर्ना भएका छन्। यसको अर्थ के छ भने अब आदरणीय अभिभावकहरू र समाजका चाहिँ नि गण्यमान्य व्यक्तित्वहरूले चैतन्य पाठशालामाथि एउटा ठुलो विश्वास गरेको छ, यहाँका शिक्षकहरूमाथि विश्वास गरेको छ र यसको भिजन चाहिने जुन ल्याउनेवाला हाम्रा सिइओ सर हुनुहुन्छ हैन, गणेश प्रसाद जोशीज्यू, उहाँ चाहिँ खास गरी अब यसको एउटा चाहिँ सपना अब भनौँ न बोकेर ल्याएको मान्छे हो। उहाँसित एउटा भिजन छ, दृष्टिकोण छ, प्लानिङ छ हैन, परिपक्वता छ। त्यसैले उहाँले चाहिँ नि लिइसकेपछि छोटो समयमा विद्यार्थी सङ्ख्यामा चाहिँ नि धेरै वृद्धि भएको छ। अनि यो विद्यार्थी सङ्ख्यालाई हामीले चाहिँ नि वृद्धि गर्नुभन्दा अगाडि वर्षै हामीले त यो भौतिक पूर्वाधारहरूको स्तरोन्नति गर्नु पर्यो, निर्माण गर्नु पर्यो। तपाईले विद्यालयमा चाहिँ नि विद्यार्थीहरू धेरै लिइकन अनि त्यसपछि निर्माण गर्न थाल्नुहुन्छ त विद्यार्थीहरूलाई चाहिँ असुविधा हुन्छ। उनीहरूलाई बस्ने सामग्रीहरू, त्यसपछि पठन पाठनका शैक्षिक सामग्रीहरू त्यो पछि जोड्नु भने त्यहाँ व्यवस्थापनको कमी देखिन्छ। त्यसैले अब शैक्षिक सत्र 2083 मा कति विद्यार्थी भर्ना गर्ने भन्ने कुराको आधार भनेको शैक्षिक सत्र 2082 मा हामीले आउँदो शैक्षिक सत्रका लागि निर्माण गर्ने, योजना गर्ने पूर्वाधारहरू, भवनहरू हैन मुख्य भएको हुनाले तपाईले पोहोर सालको अनुपातमा यसपल्ट अब यो 2-4 तले भवनहरू हैन निर्माण भएका देख्नुभयो। द्रुत गतिमा चाहिँ नि यसको निर्माण भइराखेको देख्नुभयो। अब यसले चाहिँ नि के बुझाउँछ भने अहिले 11 क्लास भर्ना भएको छ, अब तिनीहरू चाहिँ नि 12 मा जान्छन् हैन। हामीलाई पूर्वाधार चाहियो, शैक्षिक हैन पूर्वाधार चाहियो। त्यसपछि गएर चाहिँ नि 11 क्लासवाला आउँछन् हैन बढी सङ्ख्यामा। अनि त्यसपछि विद्यालय स्तरमा पनि विद्यार्थीहरू बढ्छन्। त यो कुरालाई चाहिँ नि हामीले ध्यान राखिकन भविष्यमा आउने समस्यालाई मध्यनजर गरिकन अग्रिम नै हामीहरूले सोच राख्ने, प्लान राख्ने र निर्माण गर्ने भन्ने कुरामा तपाईले यो देख्नु भएको हो कि निर्माण भइराखेको कुराहरू। हजुर, ओहो जस्तो आप चैतन्य पाठशाला के आगामी योजना का बाटिस स्विमिंग पूल फे बंटा घर सुन तो संग्रहालय बंटा घर सुन मिलता का बाहर हल्ला बा त चैतन्य के आगामी योजना के बारे में थोर बहुत बता दिना हम। यो अल्लाह साँचो तपाईले ल्याएको है। चैतन्य पाठशालाले बालबालिकाहरूको चौतर्फी विकास पाठ्यक्रम मात्र होइन हैन, किताबहरू घोक्ने मात्र होइन, परीक्षा पास गर्ने मात्र होइन, जीपीए मात्र होइन। तपाईको छोराले 4 जीपीए ल्याएको छ, तर तपाई बिरामी छँदाखेरि छोरा मलाई आज बिसन्चो भएको छ, अहिले मेरो लागि पिठो मुछ भन्दाखेरि मलाई फुर्सद छैन भनेर चाहिँ भित्रबाट रिसिएर तपाईँ कराउँछ भने तपाईँको बच्चाले यो 4 जीपीए ल्याएको के अर्थ भयो? त्यो शिक्षाको के अर्थ भयो? त्यसैले पाठ्यक्रमको शिक्षा बाहेक अन्य चाहिने शिक्षाहरू दिइकन बालबालिकाको चौतर्फी विकास गर्न खोजेको हो हैन। घरमा पनि त्यतिकै एक्टिभ होस्, समाजमा पनि त्यतिकै एक्टिभ होस्, विद्यालयमा पनि त्यतिकै एक्टिभ होस् र पठन पाठन बाहेक उसले अन्य जीवनका चाहिने सिपहरू पनि सिकोस् भन्ने हिसाबले चाहिने यो चैतन्य पाठशालाले यो खास गरी यो शिक्षाहरू चाहिँ दिन खोजेको हो। अब यसै क्रममा तपाईको चाहिने अहिलेसम्म त वेद वैदिक सम्मका चाहिने कुराहरू छन्, यहाँ जुना टपरीका कुराहरू छन्, विभिन्न जात जाति हैन थारूहरूका पनि हाम्रा प्रमोसनका कुराहरू छन्। यहाँ प्रत्येक पल्ट चाहिने महोत्सव हुन्छ हैन, हाम्रा थारू विद्यार्थीहरू हुन्छन्, बडा राम्रो प्रस्तुति गर्छन्, गीत सङ्गीतदेखि लिएर उनीहरूका चाहिने ड्रामाहरू हैन भाषणहरू एकदमै परिपक्व छन्, कवितामा व्यस्त छन् हैन। थारूका बच्चाहरू अहिले एकदमै अगाडि छन्, आकृष्ट छन्। त्यसैले अब यसलाई चाहिने परिपूर्ति गर्नको लागि के जो विशेष हामीले चाहिने अगाडि योजना गर्न नसकेका कार्यक्रमहरू जस्तै घोडेसवारी भयो, त्यसपछि चाहिने अब स्विमिङ पुल भयो हैन। हाम्रो बच्चाहरू चाहिने व्यस्त हुन्छन् नि हैन। अब ग्राउन्डमा तपाईले छोडिदिनु भयो, पढेपछि
भनेपछि त के गर्छन्, एक दोस्रो झगडा गर्छन्, लड्छन् होइन। खासै उत्पादनशील त उनीहरूको टाइम बित्दैन, त्यसैले उनीहरूको व्यायाम पनि हुन्छ होइन, चट्ट रोग लाग्दैन। अनि गर्मी याममा चाहिँ नि मजाले टेम्परेचर पनि मेन्टेन हुन्छ। र यो भयो। त्यसपछि होर्स राइडिङ, घोडेसवारीका कुराहरू पनि छन्। हाम्रो सिओ सरले चाहिँ नि यो प्लानहरू चाहिँ नि गर्नुभएको छ। त्यसपछि चाहिँ नि यो हाम्रो चाहिँ नि फार्मेसी, यो खास गरी जडीबुटी सम्बन्धी चाहिँ नि खेतीका लागि पनि हाम्रो यसो जग्गा जमिनहरू अब हामीले लिएका छौँ होइन। यी त्यसपछि गौपालन गर्ने अब होस्टेल छ नि त हाम्रो त, त्यसैले त्यहाँबाट आएको उत्पादन भएको दुध यहाँ होइन युज गर्ने, तरकारीहरू चाहिँ नि त्यहीँबाट युज गर्ने, बाहिरबाट नकिन्ने। बाहिरबाट चाहिँ नि अब अर्ग्यानिक हुँदैन। अहिले अब भर्खरै चाहिँ एउटा धान चाहिँ हामीले यहाँ जाँदाखेरि हेरेर जानु होला, त्यहाँनिर बोरीहरू राखेको छ, आफ्नै उत्पादन भएको धान चाहिँ राखिएको छ। त्यो कुटानी गरेर अब यहाँ होइन होस्टेलमा चाहिँ नि खर्च हुन्छ, त्यसलाई चाहिँ नि होइन त्यो हिसाबले चाहिँ नि विद्यालय अगाडि बढिराखेको छ। तपाईँले सुनेको होला, एकदमै सही हो होइन। यसलाई चाहिँ नि चैतन्य पाठशालाले कार्यान्वयन गर्छ। हजुर, जस्तै यी संग्रहालय जुन खोलटी त यी संग्रहालयमा सबको विभिन्न जात जाति के संस्कृति और पहचान की चीज राखल रहे कि कोनो सबै जात जातिको, जस्तै तपाईँ चाहिँ नि चौधरी जातिको पनि पाउनुहुन्छ, राणा जातिको पनि पाउनुहुन्छ, पहाडीहरूको पनि पाउनुहुन्छ, राई गुरुङको पनि पाउनुहुन्छ, त्यसपछि चाहिँ नि तामाङ शेर्पा जातिको पनि पाउनुहुन्छ होइन। हाम्रा जति चाहिँ नि जनजातिहरू छन्, नेपाली त होइन दाजुभाइहरू छन्, उहाँहरूको कल्चरलाई झल्काउने गरी त्यो चाहिँ नि संग्रहालय हुन्छ। यो निश्चित एउटै जातिको मतलब पढ़ाई बाहेक और फिर एक्स्ट्रा ज्ञान होना चाहिए बाल बालिकन कई सब कुछ इसके व्यवस्थापन के करती है ना। एकदम 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 एउटा कुरो के हुन्छ भने तपाईको सबै बालबालिकाहरूमा यो किताबै घोकेर हैन कुनै सिप वृद्धि गर्ने क्षमता चाहिँ नि हुँदैन। त्यसैले उनीहरुमा असंख्य सम्भावनाहरू हुन्छन्। जसै कसैलाई त पढ्नै मन लाग्दैन, हेर्नुस् उसले गीत गाएर चाहिँ नि रामकृष्ण ढकाल नारायण गोपाल जस्तो म बन्छु भन्ने सपना पनि लिएको हुन्छ हैन। त उनीहरुलाई त्यसरी प्रोत्साहन गर्नुपर्छ हामीहरुले हैन। शिक्षा अलावा चाहिँ नि त्यसलाई त्यसरी प्रोत्साहन गर्नु पर्यो। अब 4 वर्ष अगाडि तपाईको चाहिँ क्रिकेट हाम्रो नेपालमा सुनिएकै थिएन। काहीँ पत्र पत्रिका टेलिभिजनमा पनि क्रिकेटको न्यूज आउँदैन थियो। अब अहिले तपाईहरु देख्नुहुन्छ विद्यालयदेखि गली गलीकन हैन, त्यहाँ चाहिँ नि ब्याट लिएर बच्चाहरु छन्, फाप्ला ग्राउन्डहरु तयार गरेको छ हाम्रो स्थानीय निकायले हैन। अहिले क्रेज भनेको क्रिकेटको छ। सन्दीप लामिछाने जस्ता हाम्रो नेपालमा संसारभरि चिनाइराछन्। त्यसैले यहाँ असम्भव कुराहरु केही पनि छैन, सम्भावनाहरु अनन्त छन्। यी सबै बालबालिकाहरूलाई केही न केही उनीहरुको आन्तरिक क्षमताको आधारमा भित्रका चाहिने क्षमताहरु हामीले बाहिर निकालेर उनीहरुलाई सक्षम तुल्याउनु पर्छ। त्यसमा विद्यालयको पनि भूमिका धेरै प्रमुख हुन्छ, किन सानै छँदादेखि बच्चा विद्यालयबाट त उत्पादन हुन्छ नि त। यो घरेलु ग्राउन्ड जितेर त सचिन तेन्दुलकर जस्ता महान इन्टरनेशनल खेलाडीहरु भएका हुन् नि त, हाम्रै फाप्ला जस्तै खेलेका हुन् उनीहरुले पनि। त्यसैले हामी पनि त्यसमा लाग्नुपर्छ भन्ने आशय विद्यालयको रहेको छ। आप में एकचोटि विद्यालय के बात हो जाए तो अपन के विद्यालय के चौतरफी विकास के बात हो। चैतन्य पाठशाला विद्यालय के चौतरफी विकास वो विद्यार्थी के विकास के ला किसिम किसिम कार्यक्रम सञ्चालन करती आइल बा, थोर बहुत बता दिना। एकदमै धन्यवाद। अनि चैतन्य पाठशालाले विद्यालय भित्रका कार्यक्रम बाहेक पनि अन्य सामाजिक दायित्वका कार्यक्रमहरू गर्दै आएको छ। तपाईले पोहोर सालकै एउटा चाहिँ शैक्षिक सत्र 2081 को अन्त्यतिर र 82 को सुरुवाततिर त्यो दुईटा समयको बीचमा यसो चाहिँ चैतन्य पाठशालाको क्लिपहरू भिडियोहरू हेर्नुभयो भने चैतन्य पाठशालाले एकदमै चाहिँ यो हिमाली भेगमा जहाँ दूर दराजका क्षेत्रहरू छन्, जसको चाहिँ यहाँ कुनै सम्बन्ध छैन हैन,
जसबाट हामीले यहाँ पढ्न आउलान् भन्ने आशा गरेका थियौँ, किनभने उनीहरू त वहीँ पहाडतिर पढिराखेका हुन्छन् होइन। त्यहाँ गएर पनि उनीहरूलाई चाहिने ब्यागहरू, अब त्यो माथि अभाव हुन्छ तिनीहरूलाई होइन, ब्यागहरू, पाठ्य पुस्तकहरू, स्वेटरहरू हिउँदमा त्यो चाहिने वितरण गरेको छ। त्यसपछि अन्य कुनै विद्यालयमा अब हामीले त यहाँ डिजिटल बोर्ड भनेको चैतन्य पाठशालाले एउटा अभियानै यहाँका कक्षा कोठाहरू हेर्नुभयो भने एकदमै स्मार्ट चाहिने कक्षा कोठाहरू छन्, स्मार्ट टिचरहरू पनि छन्, विद्यार्थीहरू पनि स्मार्ट छन्। तपाईँ यहाँ यो चैतन्य समाजमा धेरै विद्यार्थी साना साना आएर चाहिने दिनका दिन बोलिरह हुन्छन्, थारूका पनि बोलिरह हुन्छन्, त्यसपछि राणाका पनि बोलिरह हुन्छन्, सम्पूर्ण समुदायका बोलिरह हुन्छन्, राई गुरुङ सबै होइन, आफ्नो चाहिने भाषामा उनीहरूलाई एकदमै छुट छ। त्यसैले उनीहरूले एकदमै आफ्नो यसरी विकास गरिराखेका छन्। त यो चैतन्य पाठशालाले सामाजिक दायित्वका कार्यक्रमहरू यसरी निर्वाह गर्दैछ दूर दराजका क्षेत्रहरूमा पनि, जसको चाहिने भौगोलिक त्यो अट्याचमेन्ट छैन कि, धेरै टाढा छन् उनीहरू चैतन्य पाठशालाबाट होइन, हिमाली भेगका उनीहरूमा पनि वितरण गरेको छ। भनेपछि यहाँ तराईतिर तपाईँका चाहिने जतै जुनसुकै महोत्सव हुन्छन्, जस्तै चौधरीको महोत्सव होला, राणाहरूको महोत्सव होला, त्यसपछि गएर अन्य महोत्सव होला, यसमा पनि चैतन्य पाठशालाको चाहिने प्रमोसन तपाईँले देख्नु भएको छ होइन। सबै जनजातिहरूको उत्थान गर्ने र सबैलाई चाहिँ समान अवसर दिने होइन, यो कार्यक्रमहरू चैतन्य पाठशालाले एउटा सञ्चालन गरेको छ। हालसालै चाहिने प्याप्सन धनगढीले एउटा चाहिँ क्रिकेटको सञ्चालन गरेको थियो, जसले विभिन्न पालिकाहरूबाट विद्यार्थी भाइ बहिनीहरू होइन 10 क्लाससम्मका विद्यार्थीहरू चाहिँ क्रिकेट मैदानमा यहाँ उत्रेका थिए फाप्लामा होइन। अब त्यसमा चाहिने 6 पालिकाबाट जिते 6 खेलाडीहरूले होइन। त्यसपछि अब त्यतिखेर चाहिने चैतन्य पाठशालाले दोस्रो पुरस्कार को लागि चाहिने स्पोन्सरसिप गरेको थियो होइन। भने उसको चाहिने अब अहिले फाइनल प्याप्सन कैलालीले त्यही फाप्लामा 6 खेलाडीहरू बिचमा त्यो 6 जना टिमहरूको बिचमा फाइनल खेलाउँदैछ। यसमा पनि यसको नामै क्रिकेट कपको नाम के रहेको छ भने चैतन्य पाठशाला र कैलाली प्याप्सन क्रिकेट कप 2082 रहेको छ। यसको अर्थ चाहिँ त्यसको मुख्य प्रायोजन पनि चैतन्य पाठशालाले गरेको छ। त्यसैले चैतन्य पाठशालाले दुखी गरिब र धार्मिक कार्यक्रमहरूमा मात्र होइन, दृष्टि फाउन्डेसन जस्तो चाहिने एउटा गरिबहरूको यो सङ्गठनलाई पनि सपोर्ट गरेको छ। गेमलाई, विद्यालय स्तरका गेमलाई प्रमोसन हुने खालको पनि चैतन्य पाठशालाले दायित्व लिएको छ। भने सबैतिर चाहिने चैतन्य पाठशालाले ब्यालेन्स एकदमै होइन एउटा सन्तुलन गरेर अगाडि बढिराखेको छ। अब यो सबैको पछाडि हाम्रो चाहिने चैतन्य पाठशालाका अब आदरणीय अध्यक्षज्यू उहाँको चाहिने स्पिड, सोचाइ, प्लान र एक्सन एकदमै स्पिडमा भएको हुनाले सबै कार्यक्रमहरू चाहिँ अब गतिमा चलिराखेका छन्। यही कुरो यहाँलाई मैले राख्न खोजेँ। खूब मजा बातचीत समय बीतला पता नहीं चला। अब हमारा कार्यक्रम के करीब अंत और आशेकला बाटी तमार से जैती हमारा ठारू टेलीविजन मार्फत विभिन्न शिक्षा प्रेमी वो सरोकार वाला हुकन हाँ अपना ये थारो टेलीविजन मार्फत का संदेश दे चाहती बता दी ना थोड़ा म यो सम्पूर्ण चाहिने अभिभावक वर्ग, विद्यार्थी, त्यसपछि चाहिने विद्वान वर्ग लगायत सम्पूर्ण राजनीतिक चाहिने कर्मीहरू सम्पूर्णलाई एउटा आदर समेत एउटा आग्रह के गर्न चाहन्छु भन्दाखेरि हामीहरूले नेपालमा शिक्षालाई अविभाजित गर्नुपर्दछ। शिक्षाभित्र राजनीति ल्याउनु हुँदैन, नत्र चाहिने त्यसको स्ट्यान्डर्ड चाहिने खस्किँदै जान्छ। त्यसैले विद्यालयभित्र चाहिने हामीले पवित्र काम मात्र गर्नुपर्छ। बालबालिकाहरूलाई अनुशासन कसरी दिने, उनीहरूलाई चाहिने अहिलेको समाजले खोजेको चाहिने आवश्यकताको आधारमा कसरी संस्कार सिञ्चन गर्ने, उनीहरूलाई आफ्नो देशलाई अभिभार, देशको अभिभार छ नि त युवामाथि त, कसरी उनीहरूलाई सक्षम तुल्याउने, यो तरिकाको चाहिने हामीले चिन्तन गर्नुपर्दछ। होइन कि अब त्यो हामीले चाहिने विभिन्न
हामी विद्यालयहरू फरक फरक छौँ नि त, विभिन्न नामाकरणहरू छ नि त। हामीले चाहिँ नि त्यसलाई विभाजन गर्ने होइन। हाम्रो सबैको काम, सम्पूर्ण विद्यालय र सबै गुरुहरूको काम के हो भने समुदायका बालबालिकाहरूलाई हामीले ज्ञान दिने। अब यो अर्थमा चाहिँ नि हामी सबैले कम्पिटिसनमा जानु हुँदैन, प्रतियोगितामा सहयोगात्मक एउटा भावनाले चाहिँ जानुपर्छ। विद्यालय सबैले आदर गर्नुपर्दछ होइन। अब यो जहाँसम्म चाहिँ नि तपाईँले चाहिँ नि खास गरी भ्याकेन्सीमा प्रकाश पारेर चाहिँ नि कुरा गर्नुभयो। यो भ्याकेन्सीमा चाहिँ नि 1 लाखको स्यालेरी चाहिँ नि तोकेको चैतन्य पाठशालाको म फेरि दोहोऱ्याइकन के भन्न चाहन्छु भन्दाखेरि यो सही हो। अब यो भ्याकेन्सीबाट हाम्रो चाहिँ नि रिटन इक्जामिनेसन हुन्छ। त्यसपछि रिटन आइसकेपछि हामीले चाहिँ नि सफल भएका उम्मेदवारहरूलाई कक्षा कोठामा चाहिँ नि विद्यार्थीहरूलाई पठन पाठन गर्न लगाउँछौँ। कक्षा अवलोकन हुन्छ। त्यसपछि लिएर चाहिँ नि एक्सपर्टहरूको एउटा टिम रहेको हुन्छ। उहाँहरूले मौखिक अन्तर्वार्ता गर्नुहुन्छ। अनि त्यसपछि एउटा सक्षम क्यान्डिडेट चाहिँ नि उम्मेदवार चाहिँ नि छनौट हुन्छ, शिक्षक हुनुहुन्छ होइन। उहाँले पठन पाठन गर्दाखेरि विद्यालयको शैक्षिक स्तरमा चाहिँ नि उन्नति भयो। अब विद्यार्थीहरूले चाहिँ नि सन्तुष्टि पाए, उनीहरूको सिकाइ उपलब्धिमा वृद्धि भयो भनेदेखि त्यो शिक्षक चाहिँ नि हाम्रो नियमित चाहिँ नि थाहै भएर चाहिँ नि बस्छ होइन। अब यी कुराहरू चाहिँ नि भएन होइन भने हामीले चाहिँ नि अब उहाँहरूलाई के गर्नुपर्ने हो, बढी तालिम दिएर चाहिँ नि उहाँको शैक्षिक स्तर चाहिँ नि बढाउनु पर्ने हो कि होइन। यी कुराहरू चाहिँ नि हामी गर्छौँ। त्यसपछि बहुत मिट बात फेल समय फेवरा गेल। अपन समय के व्यस्तता के बावजूद फे हमारे ठारो टेलीविजन में एक दुई शब्द राख देली वकरला अपना ढेर से ढेर धन्यवाद बा। मनुमती बहिनी, मलाई चाहिँ सुरुमा डर एउटा कुराको के थियो भने तपाईले थारू भाषामा प्रश्न राख्दाखेरि म बुझ्छु कि बुझ्दैन भन्ने चाहिँ नि डर चाहिँ नि रहेको थियो। तर तपाईको चाहिँ नि यो मिठो मिठो प्रश्नहरू मैले चाहिँ नि यति छिटो बुझे, तपाईले हैन सोध्ने बित्तिकै बुझे। त्यसैले तपाई चाहिँ नि यहाँ अब चैतन्य पाठशालामा आउनुभयो हैन। यो चैतन्य पाठशालाको बारेमा जिज्ञासा राख्नुभयो र चैतन्य संवादमा केही समय, अमूल्य समय तपाईले बिताउनु भयो। यसका लागि म व्यक्तिगत र संस्थागत चैतन्य पाठशालाको तर्फबाट तपाई लगायत चाहिँ हाम्रो थारू टेलिभिजन लगायत तपाईको प्राविधिक टिम प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब आउँदो कार्यक्रमहरुमा हामीहरु चाहिँ संलग्न हुने नै छौं। नमस्ते, धन्यवाद। हजुर, वो अत्रा व्यवस्थापन करदेलक ओर से समय निकाल देलक ओर से ई चैतन्य पाठशाला फे मोर एकदम ढेर से ढेर थारू टेलिभिजन के तरफ से धन्यवाद बा। यी धन्यवाद कति मैं कार्यक्रम संचालिका मनमती बखरिया फे विदा हुई। नमस्ते, राम राम। नमस्ते, राम राम।